मुद्दा लायो भन्दैमा सिरो कोडेर दिउँसै घरमा सुत्ने मान्छे हो। भोलि यसैमा तपाईँले प्रमाणित गरेर जेल हालिदियो भने नि कसका बाउले हाल्ने कुरा गर्नुहुन्छ यार? के प्रमाण गर्ने? अख्तियारले के प्रमाण छ भने कुरा गर्नुहुन्छ? कोही सिसाको घरमा बसेर ढुङ्गा हान्न सक्दैनन्। मलाई संसार थाहा छ यो बारेमा र म एक्लै लडिरहेको छु। त यो केस लागेका ज्ञानेन्द्र कार्कीजी र चाहिँ अर्को बासुराजी पनि हुनुहुन्छ नि, उहाँहरू पनि मसिनु भएको छ। त उहाँहरू यो विषयमा धेरै बोलिरहनु भएको छन्, म बोलिरहेको छु किनभने मलाई चुरो कुरा थाहा छ। तपाईँले गरेको निर्णय ठिक थियो भने तपाईँका विरुद्ध अख्तियारमा मुद्दा किन गर्यो त? यदि त्यो राष्ट्रका लागि तपाईँले भने कल बाइपास गरेर राज्य सुन्नुहोस् न भने ठगी भइरहेछ भने सुन्नुहोस् न भने त्यो जानी फटाओ। तर यहाँ त के भने को गयो भने पनि यहाँ नाउँ चिन्नु नपर्ने, नामै हाल्नु परेन, नामै हाल्नु नपर्ने। त्यस कारणले मैले यति भनिदिनु पऱ्यो क्या मलाई, तपाईँले पनि भनिदिनुहोस्, त्यो अख्तियारले पनि भन्नुपर्छ, हामी पार्लियामेन्ट मेम्बरले पनि भन्नुपर्छ।